सज्जन, हामी अहिले टोकियो सप्ताहमा छौँ। ऐतिहासिक टोकियो सप्ताह अहिले सोचे भन्दा धेरै 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 कति कयौं गुना माथि पुगेर प्रवासमा नेपाली मनलाई जोड्ने, आध्यात्मिकताको झण्डा फहराउने, वेद र बुद्धलाई चिनाउने अनि नेपाली घर निर्माण गर्ने, नेपाली बहुसांस्कृतिक केन्द्र निर्माण गराउने। वेलकम टु द न्यू एपिसोड अफ द जेपी ब्लग्स होइन। आज चाहिँ म जापानको राजधानी टोकियोमा सप्ताह भइरहेको छ। आज चाहिँ त्यसको अन्तिम दिन हो। अब यहाँभन्दा अगाडि चाहिँ मेरो काम यता व्यस्तताको कारणले गर्दा म त्यहाँ जान पाइनँ। सो आज अन्तिम दिन भए पनि एकछिन जानेछु अनि भिडियो पनि खिच्ने नै छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। सो गाइज, मेरो चाहिँ साथीसँग पनि भेट भइसकेको छ होइन। अब साथी म अनि साथीको साथी भएर जान लागेको छौँ। साथी, आज हामी कहाँसम्मको यात्रा भनिदिनुहोस् न। केही पुरानसम्म जान लागेको हो, तर के गर्नु, रात परिसक्यो, यहाँ गरेर गाह्रो भयो। केही छैन ल गाइज, यस्तै भयो परदेशको पुराण। जापानमा चाहिँ फर्स्ट टाइम होइन, आजसम्म कहिले पनि नभएको पुराण चाहिँ एनआरएनए जापानले लाउँदैछ होइन। आजसम्म त अब जान पाइएन। आज अन्तिम दिन भए पनि यसो अब नेपालीहरूले गरेको कार्यक्रम प्रोग्राम पुराणहरूमा त यसो निस्किनु पऱ्यो नि त। आफ्नो अब नेपाली कम्युनिटी भनेको आफ्नै हो। सो एकछिन अब त्यहाँ गएर अन्तिम दिन भए पनि साथी चाहिँ हिजो पनि जानुभएको रहेछ। म चाहिँ हिजो पनि गएको थिएँ। कस्तो थियो त माहौल? राम्रो भयो, राम्रो थियो, रमाइलो, कस्तो नेपालवाला फिल भइरहेको थियो त्यहाँ बस्नुन्जेल होइन। जे भयो नि अर्काको ठाउँमा त्यतिको अब त्यो मान्छेहरूले अब त्यसमा कति ब्याड कमेन्टहरू गरिरहेछ नि त। अनि अब ब्याड तरिकालाई भन्दा नि त्योबाट हुने गुड तरिकाहरू पनि त्यसको हेर्नुपर्छ। मलाई चाहिँ त्यस्तो लाग्छ। जे होस्, मलाई चाहिँ ठिकै लाग्यो, राम्रो लाग्यो। ठिकै छ, एकदम हुनुपर्छ। किनभने यहाँ जापानमा बस्ने नेपालीहरूको चाहिँ सेकेन्ड पुस्ता थर्ड पुस्ता पनि यहीँ हुनुहुन्छ। उहाँहरूले पनि अलिकति संस्कृतिहरू बिर्सिँदै जानुहुन्छ। सो यस्तो खालको कार्यक्रमहरू आयोजना हुँदै गयो भने हाम्रो संस्कृतिलाई चाहिँ के भन्ने बुझ्नको लागि थप मद्दत मिल्छ होइन। ल अब चाहिँ हामी पुराणमा भेटौँला। म चाहिँ अहिले यो सिन्जुकी एकीमा आइपुगेको छु होइन। सिन्जुकी स्टेसन भनेको चाहिँ एकदम बिजिएस्ट स्टेसनमा पनि पर्छ टोकियोको होइन। वान अफ दि मोस्ट बिजिएस्ट स्टेसन हो नि त। साथीको साथीले चाहिँ लोकेसन दिनुभएको यो रुखको खेतमा होइन। ओह, भेट भयो साथीको साथी। के हुन्छ उनीहरूको? नमस्ते, यता हुनुहुन्छ मेरो साथी। साथी भेटेपछि मलाई अब चिन्जान छैन होइन। ठिकै छ, म यसरी भ्लग बनाउँदै हिँड्दै गर्छु। अब उनीहरू दुईजना होइन, मलाई बिर्सिँदै। साथीहरू मलाई छोडेर हिँडिहाल्छन् होइन। म पछि दामी बनाएको रहेछ। कहाँ हिँडेको? साथी भेटेपछि मलाई छोडिदिइहाल्नुभयो। त्यस्तो होइन साथी, मेरो साथी 2 घन्टा पुगेर बसेको। अनि उनीहरूको पुरै चाहिँ तपाईँले नसुनेर हो। आउनु अगाडि, आउनु अगाडि। यो बिल्डिङको टपमा रहेछ है गाइस पुराण चाहिँ। यस्तो व्यस्त सहरमा होइन। नेपालको संस्कृतिहरू किन पुराण हुनु भनेको पनि एउटा प्राउड कम्युनिटी हो। यहाँ चाहिँ पहिल्यैदेखि यस्तो हल्ला यता हुने भएको र पुराणको चाहिँ खासै नबुझ्दो रहेछ हौ। हल्लाले चाहिँ अलिकति जापानिजहरूलाई डिस्टर्ब भएर भेट गर्छन् कि भन्ने पनि थियो, तर त्यस्तो नरहेछ। नेपाली दाजुभाइ दिदीबहिनीहरू एकदम धेरै
उताबाट पो लाइन रहेछ त नमस्ते नमस्ते दाजु मान्छेको भिड चाहिँ जातिहरू मलाई खोजेर हिँडिसक्नु भजन नाच गान दामी हामी सबैजना पाहुनाहरूलाई हाम्रा सम्पूर्ण दाताहरूलाई सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई र जापानको अग्रज व्यक्तित्वहरूलाई हाम्रो यो मञ्चभन्दा अलिकति तलतिर गइदिनको लागि आग्रह गर्न चाहन्छौँ कि हामी आज अत्यन्तै धेरै श्रद्धालु भक्तजनहरूको बिचमा छौँ र ऐतिहासिक क्षणमा छौँ र कार्यक्रमको अन्तिम चरणमा पनि छौँ। हामी अरू कोही दाताहरू छ भने जानकारी गराइदिनु होला। हजुर हजुर त्यसै गरी आचार्य प्रवीण आदरणीय सम्माननीय गुरु पोखरेलज्यूको वाचन पनि बाँकी नै छ। हामीसँग धेरै कार्यक्रमहरू छ, समय छोटो छ, त्यसैले धेरै गरेर बसिदिनुको लागि आग्रह गर्न चाहन्छौँ। हामी फेरि यहाँलाई नचाउन अत्यन्तै खोजिरहेका छौँ, तर नाच्नभन्दा आज अलि अरू कार्यक्रमहरू पनि बाँकी भएको कारणले गर्दाखेरि हामीले अर्को पटक अलि ठुलो पारमा यहाँ समापन गर्नुपर्ने देखिरहेका छौँ। किन उठ्नु फेरि बसौँ न, प्रवचन बाँकी नै छ, अहिले सिद्धिकै सकिएको छैन। कहाँको सिद्धि 8 बज्छ आज। धेरै हाम्रा कार्यक्रमहरू बाँकी नै छन्, कथा श्रवण गर्न बाँकी नै छ, भजनको आनन्दमा रमाउन रमाउन बाँकी नै छ। तपाईँहरू हतारमा हुनुहुन्छ र हो? ओके, हामीलाई मुनाकल सुमितज्यूबाट 1,01,111 प्रदान भएको छ। त्यस्तै गरी नरेन्द्र शाहज्यूले हामीलाई 7,100 प्रदान गर्नुभएको छ। उत्तम थापाज्यूले हामीलाई 1,01,111 सागर रिजाल टोकियोबाट हुनुहुन्छ 1,01,111 कृष्ण चौधरीज्यूले हामीलाई 5,000 जस्तै सरिता शर्माज्यू टोकियोबाट हुनुहुन्छ हामीलाई 5,150 ईश्वरी तिवारीज्यूले हामीलाई 5,001 सविता कुमारी रिजालज्यूले हामीलाई 1,01,111 त्यस्तै लक्ष्मण हरियालज्यूले हामीलाई 1,01,111 शर्मिला महलज्यूले हामीलाई महत्त्वज्यूले हामीलाई 5,555 राधे राधे। यो चाहिँ दान पेटी गरेर टिका चाहिँ कहाँबाट लाग्छ? नाच्ने यता पनि नाच्ने जता पनि नाच्ने स्मिरल भट्टराई, स्मिरल बाबु, स्मिरल ओम स्वस्ति न इन्द्र वृद्धश्रवाः ददिवल खड्काबाट 22,22,222। समादरणीय भक्तसज्जन, हामी अहिले टोकियो सप्ताहमा छौँ। ऐतिहासिक टोकियो सप्ताह अहिले सोचेभन्दा धेरै 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 कति कयौँ गुणा माथि पुगेर प्रवासमा नेपाली मनलाई जोड्ने, आध्यात्मिकताको झन्डा फहराउने, वेद र बुद्धलाई चिनाउने अनि नेपाली घर निर्माण गर्ने, नेपाली बहुसांस्कृतिक केन्द्र निर्माण गराउने आध्यात्मिक ज्ञान गङ्गामा डुबुल्की मारिरहनु भएको छ। यो विश्वमै नभएको ऐतिहासिक टोकियो सप्ताह सम्पन्न गर्नका लागि NRNA जापान विशेष रूपमा लागिरहेको छ। एकपटक चाहिँ अब थोरै प्रवचन, अब सबैजना बसौँ त त्यहाँनिर। यहाँ चाहिँ आरती गर्ने गाईहरू हुनुहुन्छ होइन, अब साथीहरू आरती गर्न जाँदै हुनुहुन्छ। अहिले भक्तजनको अत्यन्तै अपार भिड लागिरहेको छ।
हरे राम श्री कृष्ण गोविंद हरे राधे नाथ नारायण वासुदेव वासुदेवं भज वासुदेवं भज वासुदेवं भज भज वासुदेवं भज वासुदेवं कृष्ण वासुदेवाय हरे परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमः। रवियो श्रीमद्भागवत महापुराण अंतर्गत एकादश स्कंद जो विषय भागवत सुनने परीक्षित महाराजलाई सुखदेव स्वामी त्यसै प्रसङ्ग विषयबाट बार भाषण गर्नुभएको छ। प्रवचन टाइममा सबै शुभकामना बाजा एकछिन त्यहाँ बाजा बन्द गर्नु एकछिन प्लिज। प्रवचनको टाइममा प्रवचन सुरु प्लिज त्यहाँ बन्द गरौँ बाजा। भागवत सुन्ने परीक्षित महाराजलाई प्रवचनको टाइम कसैलाई बाँडिएर बसेको भएदेखि त्यस्तो भिड नआउने रहेछ। अब यहाँ यो चाहिँ बोला चाहिँ अवस्थित भागवतको दिव्य ज्ञानको बारे जीवनमा सबैभन्दा बाजा बन्द गर्नु न प्लिज। सबभन्दा पहिला चाहिँ चित्तशुद्धि नभइकन आत्मशुद्धिकरणको कोसिस अगाडि बढ्यो। चित्तशुद्धिको लागि सबभन्दा पहिला चाहिँ सुभाषले लक्ष्यको प्रवचन गरे अनि चित्तशुद्धिको लागि सबभन्दा पहिला आहार विहार विचार शुद्धिकरण गर्नु श्रीमद् भागवत जस्तो भोजन त्यस्तै धर्म हामीले पाएको
अनि 1000 घडा पानी ल्याऊ कुनै शुद्ध ठाउँबाट नदीबाट 1000 पानी 1000 घडा पानी ल्याऊ मैले कुकुर फ्याँक अनि 1000 घडा पानी राखेपछि चाहिँ 2-4 दिनपछि शुद्ध हुन्छ शुद्धिकरण भएपछि बल्ल बल्ल पानी खानु अनि गुरुमा गेले गए 1000 घडा पानी लिए राखे 5-7 दिन राखे सही शुद्धिकरण हुँदैन पानी गराइ हे भगवान गुरुले भने जस्तै गरेको पानी शुद्धिकरण हुँदैन के गर्ने फेरि गुरु कहाँ गएर गुरुलाई गएर सोधे गुरुले हजुरले भने जस्तै गरे तर पानी शुद्धिकरण हुँदैन कसो गर्ने भन्दा गुरुले भन्नुभएको 1000 घडा पानी ल्यायो भन्दा कुकुर फ्याँक्यो कुकुर त फ्याँके छैन त्यही बेलामा गुरु भन्नुहुन्छ कुकुर फ्याँकेसम्म 1 लाख घडा ल्याए पनि काम छैन भनेपछि कुकुर फ्याँके बल्ल बल्ल कुकुर मनको विकार नफ्याँकेसम्म तपाईँ तीर्थ गरे पनि व्रत गरे पनि जहाँ गए पनि भागवत अध्ययन गरे पनि अरू नाचे पनि काम छ यसरी महाराज परिषदलाई सुखदेव स्वामी भगवान कृष्ण भन्नुहुन्छ संसारमा योगको मान्यता पनि भन्दा यो भनेको परमात्मासँग जोडिने बाटो हो अब योगलाई कसरी बुझ्ने भन्दा कर्म योग भक्ति योग ज्ञान कर्म योग कर्म यहाँ गर्ने भक्ति भाव चाहिँ भगवान्लाई श्रीमानसँग खाना पस्केर दिने बेलामा अनि झगडा पर्यो अनि गएर चाहिँ श्रीमान अथवा श्रीमती चाहिँ कामबाट आउनु भएको छ भने गरेपछि झगडा पऱ्यो अनि सम्बन्ध विषय हो शयन कक्षमा गएछ ज्ञानको पेडमा गएछ त्यसै गरी भन्ने नाच्दै आनन्दले लिएर पनि लाग्यो श्रीमान श्रीमतीको सम्बन्ध पनि राम्रो हो अब पानी बदल्ने काम गर्ने कलिको बिचमा तिमीले बाटो पनि भन्ने हो कल हो त कीर्तना कलिको बिचमा पटक फेरि चलिरह्यो अन्तिम पटक त्यसबाट सबैजना शरीर पनि उडाउँ लाग्छ भने साथीहरू नाचौँ त ल के को लाज हौ तनमा नाच्न लजाउनु हुँदैन साथीहरू नाचेनन्
पावन जीवनमा श्रीमद् भागवत 7 दिन सुनिसकेपछि भुल्नै नहुने ज्ञान एउटा के हो? श्रीमद् भागवतको राजा परीक्षणलाई सुखदेव स्वामीको अन्तिम ध्यान गर्छु। सामुई देशका परीक्षणलाई सुखदेव स्वामी सम्बोधन गर्दै भन्नुभएको छ। अब भुल्नै नहुने ज्ञान सबैले ध्यान गर्नुहोस्। अहिले 7 दिनसम्म वीरेन्द्र साई ठाकुर 3,33,333 उहाँ कर्णाली प्रदेशको अध्यक्ष हुनुहुन्छ भन्ने सुनेको छु। उहाँलाई ल अब चाहिँ हामी फर्किन थाल्यो होइन। पुरा चल्दैछ। अब लाइन देख्न सक्नुहुन्छ। लिफ्टमा चढ्नको लागि रहेछ। साथीहरू फर्किन रेडी ल जाउँ। अब यो लाइन चाहिँ यहाँ लास्टै टाइम लाग्ने भएर बिहा खाँदै लाइन कुद्दै यस्तो सुविधा पनि छ है यहाँ। चिने नै रहेन यहाँ छिर मलाई पोखे चाहिँ केही हुन्न। के त्यही 5 जस्तो लाग्यो। सुर्खेती नाच हेरौँ सर। हेर्नुहोस् त साइजे एउटा कुरा थाहा छ तपाईँ बुझ्नु हुनुहुन्थेन। मैले सुर्खेतमा एउटा माघी हेरेँ त्यो बेलामा 29 एकपल्ट विकासजीलाई यसरी विकासजी धेरै लामो लाइन बसेपछि बल्ल यहाँ लिफ्टमा आइपुग्यो होइन। पछाडि चाहिँ सर्दै भयो। प्रसाद पाक्ने ठाउँ चाहिँ यता रहेछ नि त फेरि। यो भयो फाइनली हामी करोडपतिबाट रोडपति भयौँ गाइस। हेर्नु न
ल साथीहरू हामी चाहिँ अब धेरै लामो के भन्छ मेहनत लाइन पुगेपछि लगभग 1 घन्टा जति पुगेपछि होइन हामी चाहिँ तल झर्न सफल भयौँ। यज्ञ भएको चाहिँ यो माथि हो होइन। माथि धेरै भएको भएर लिफ्ट एकदमै प्याक रहेछ। सो अब त सिकिन्छ पनि होला। अब यहाँ यस्तो छ जाउँ न त त्यतै। ल अब हाम्रो चाहिँ सल्लाह के भयो त भन्दाखेरि होइन हामी चाहिँ सिनोफुगु भन्ने ठाउँतिर जान्छौँ। त्यहाँ चाहिँ नेपाली रेस्टुरेन्टहरू धेरै छन् र खानेकुरा खानासाना खाएर अनि जान्छौँ सिनोफुगु। ल गाइज अब पुराण पनि सिद्ध्याएर हामी चाहिँ लाग्यो होइन। अब यहाँ सिनोफुगुतिर कतै गएर अनि टक्कसँगले हेलो Japan, hey. Hello. Where are you from? I'm from West Africa. Oh, I'm from Guinea. Guinea. Oh, Yeah, nice from to meet you. Nepal. I'm from Nepal. Nice to meet you. Nice to meet you. अनि हामी चाहिँ सकेर पुराण गएर सकेर अब फर्किँदैछौँ होइन। त्यहाँ एकछिन नेपाली रेस्टुरेन्टहरू धेरै भएको छ नि त। ओपु भन्ने ठाउँ छ त्यहाँसम्म जान्छौँ अनि केही नास्ता खाने विचार छ। साथीहरू चाहिँ कता जानु? साथीहरू कुन बाटो जानु? साथीहरू मलाई छोडेर अगाडि चलिदिइहाल्ने हुन्छन् कि जे होस्। यत्रो यो टोकियोको यस्तो भिड यस्तो महँगो सडकमा पनि त्यत्रो सप्ताह लाउनु भनेको चाहिँ एकदम यो चाहिँ मलाई चाहिँ राम्रो लाग्यो है। किनभने हल्ला हुन्छ भनेर त्यो डर सर यता त्यता थियो नि त। तर यो ठाउँ चाहिँ मोटो नै तल चाहिँ पुरै हल्ला नै हुने ठाउँ हो क्या। अनि त्यही भएर माथि छत माथिपछि हल्ला नसुनिँदो रहेछ। त्यही भएर त्यस्तो प्रब्लम चाहिँ हुन्छ जस्तो लागेन मलाई चाहिँ। ल खानासाना पनि खाइसक्यो होइन। अब चाहिँ म घरतिर जान्छु। साथीहरू उता जान्छन् उनीहरूकोतिर। ल भिडियो अन्तिमसम्म हेरिदिनु भएको होला धेरै धेरै धन्यवाद। बाई बाई, सी यू इन द नेक्स्ट भिडियो।